जोरसोर लागेर निकालेर टक्क उठेको दाइ पैठानी चाहिँ दाजु होइन मान्छेले एकै महिना 5,000 कमाउँछ नि 5,000 भनेको नेपाली लगभग चाहिँ 2 लाख 1.5 लाख 2 लाख चाहिँ हो। हेलो नमस्कार, आज चाहिँ हामी हाम्रो दाइ र म भएर आज पैसा झिक्न जानेछौँ। पैसा कोटीहरूको पैसा 5,000 उहाँले चाहिँ काम गरेको पैसा चाहिँ आएर 5,000 अनि त्यो निकालेर जाँदा अनि रुमदेखि चाहिँ टाढै छ के तारा भएको कारणले गर्दाखेरि अब यहाँ चोर लाग्छ भन्ने डर छ नि त। अनि त्यो भएर चाहिँ हामी दुईजना चाहिँ गइरहेको छौँ। यहाँ जङ्गलको बाटो पनि छ क्या, अनि जङ्गलको बाटो भएको हिसाबले गर्दाखेरि अनि चोरसोर लागेर पैसा लग्दै भने गाह्रो हुन्छ। पैसा मात्र लगेर हुन्थ्यो खाना त भयो नि त, मान्छेले मारिदिन्छ त्यो भएर हामी जाँदा छौँ। रुमबाट लगभग 15-20 मिनट जति लाग्छ यहाँबाट जानलाई। त्यसपछि उठे गइन्छ पैसा निकालेर टक्क उठेको दाइ पैठानी चाहिँ दाजु होइन यता हेर भन्नुहोस् के गाडी के छ विचार हान्ने पार्टी ठिक छ पार्टी हुन्छ नि हुन्छ यो खुसीहरू भन्नुहोस् के कस्तो दुःखीहरू भयो भइहाल्छ अनि यति भन्दा भयो। आज विजय रमाइलो हुनेवाला छ। उठेको आज टक्क लगाएर 5,000 मान्छेले एकै महिना 5,000 कमाउँछ नि 5,000 भनेको नेपाली लगभग चाहिँ 2 लाख 1.5 लाख 2 लाख चाहिँ हो। गफैदा होइन गफैदा हो त्यो 5,000 को त्यो हुनु त हुन्छ त नि त्यही त गफै हो 2 लाखसम्म हुन्छ त गफै हो क्या जे भए पनि अब गफै लगाए पनि 5,000 त्यति नै आउँछ। 5,000 को हिसाबले गर्दाखेरि त्यो ज्यादा कत गरेर ब्याङ्क जान लगाएको थियौँ कम्पनी भएको ब्याङ्क जाँदै थियौँ त्यो गर्दा चाहिँ आज रुम सफा गर्ने पालो त त्यहाँ पुष्को हालत रुम चाहिँ भएको रह्यो बिजोग छ बिजोग पैसा कमाउनु छ भने पनि मान्छेको अस्ति भने विदेशको अवस्था भनेको यस्तै हुने ऊ चाहिँ फाल्ने है यो सकल नै देखा त होइन फाल्ने हो। हेर्नु मुख ढाकेर त्यो त लाल सर मलाई हेर्नु त्यसको अवस्था यो छ। हामी उठे ब्याङ्क जान राख्यौँ त त्यो अवस्थामा फेरि यो उब्री हालिदियो भनेको छ कसरी हालिदिनु उब्री हालिदिनु देख्नु भएन खै त्यो उब्री हाल्नु उब्री अर्को अघि उब्री भिडियो नै बना निक्ले बोलिदिया उताल मेरे को मार दिया। इमरान भाई हेलो सलाम वालेकुम। वालेकुम सलाम भाई हम चल गया रुम सफा गर्ने उनीहरूको चाहिँ अनि हामी फेरि रुम सोचिसक्यो हो। पहिला चाहिँ हाम्रो यहाँ बस्थ्यो यतातिर माथि चाहिँ नि यहाँ बस्थ्यो अहिले चाहिँ यहाँबाट तल सारे खाके यहीँ तल मेन बजारमै भनौँ न। यहाँ चाहिँ लोकल मान्छे मात्रै बस्ने रे बाहिरको कामदारहरू चाहिँ नराख्ने भन्ने हिसाबले यहाँ निकाल्यो। हामी चाहिँ तल मेन बजारमै छ। तल फेरि आस्तै त्यो छ कि यार गर्मी चाहिँ छ। यहाँ चाहिँ रुम पनि ठुलो थियो होइन, अनि ठुल्ठुलो कोठाहरू पनि एउटा रुममा 2जना मात्र बस्थ्यो नि त अनि ठिक थियो। अहिले चाहिँ तल गएको एउटा रुममा चाहिँ 4जना 5जना बस्नुपर्छ अनि रुम पनि सानो भित्र हावा पनि छैन है। गर्मी भएर बिजोग छ। आज रातिमा आएर पुरै कपडा रुजा थियो क्या गर्मीले त्यस्तो छ के गर्ने यार। यहाँ त दामी थियो रुमहरू पनि ठुल्ठुला एउटा ठुलो कोठा हुन्थ्यो त्यसमा चाहिँ 3वटा सुत्ने अनि चाहिँ एउटा चाहिँ किचन अनि बिचमा चाहिँ खानतिर के भन्छ त्यो चाहिँ थियो। त्यो हिसाबले ठिकै थियो। यहाँ अब बस्नु आनन्द थियो एकान्त शान्त होइन। तर एउटा माछा ठुलो त्यो हल जस्तो अनि त्यो गर्मी त्यस्तै अनि किचनहरू पनि सबैको कोटी अब 10-12जना अब कोटी जति हुन्छ छ। अहिले चाहिँ हाम्रो 16जना हो। 16जनामा 9जना आएको 9जना छोडेर 5जना चाहिँ आउनु बाँकी छ क्या। अनि त्यो गर्दाखेरि त्यो सबैले पकाएर खाँदाखेरि त बिजोग छ अवस्था। अनि त्यसले गर्दाखेरि अवस्था गम्भीर छ होइन। अनि गर्मी त बिजोग छ यहाँ। फेरि यो गर्मी फेरि यो पानी आएन भने त गर्मी फेरि यति औडा गर्मी हुन्छ नि यहाँ बिजोग हुन्छ। यहाँ त कसम बाहिरको लागि त कामै गर्न सकिनँ कि यस्तो गर्मी छ कि होइन। भर्खरै म बाहिर निस्केको यति गर्मी भइसक्यो पसिना आइसकेको क्या त्यस्तो छ यहाँ। तर फेरि यहाँ फेरि यस्तो छ कि पानी चाहिँ लगभग आइराखेको हुन्छ अनि पानी आइराख्दाखेरि चाहिँ अलि शीतल हुन्छ
होइन नत्र चाहिँ यहाँ पानी परेन भने त लास्ट गर्मी हुन्छ कि यहाँ त हरियाली त्यो घाँसहरू छ होइन नि त्योहरू यहाँ दिनकै पानी परेको हिसाबले गर्दाखेरि यहाँ हमेसा यस्तै हो क्या मुनि चाहिँ पातहरू आइरहेको हुन्छ नयाँ नयाँ पातहरू निस्किरहेको हुन्छ अनि पुरानो पातहरू फेरि झरी निस्के त्यस्तो मात्र भइरहेको छ क्या यहाँ त्यस्तो छ यहाँको त्यो चाहिँ वेदर अथवा चाहिँ के मौसम भनौँ न त्यस्तो छ क्या अनि त्यो हिसाबले गर्दा अरू सब ठिक छ तर गर्मी चाहिँ बाहिरलाई काम गर्नलाई त बहुत गाह्रो नै छ क्या साँच्चै भन्नुपर्दा अब यस्तो यस्तो हुन्छ बनाइदिएको हुन्छ क्या नेपाल सरकारले नै बनाइदियो हो अनि यिनीहरूमा चाहिँ लोकल मान्छेहरू बस्ने हो क्या यस्तो यस्तो हुन्छ त्यस्तोमा चाहिँ भित्र कोठा टर्नै हुन्छ अनि लोकल मान्छेहरू बस्नलाई दामी टपहरू छ तर चाहिँ तल अलि सर रुम त बिजोग छ यार गर्मी लास्ट गर्मी छ त्यो हिसाबले गर्दाखेरि गाह्रो छ साथीहरू गाह्रो छ